हामी सबै मिलेर हामी सबै मिलेर हातमा झोला भिरेर जाँदैछौँ सैलुङ घुम्नलाई धनराज सन्देश मिन तामाङ लोकेन्द्र मेनु यल सुनिता अशोक करुणा रेबिका सामुयल प्रकाश घतानी हामी सबै मिलेर हातमा झोला भिरेर अनिता मर्कुस सपना किसान रमाइलो ठाउँमा घुम्नलाई अनिता मर्कुस सपना किसान रमाइलो ठाउँमा घुम्नलाई अनिता मर्कुस सपना किसान रमाइलो ठाउँमा घुम्नलाई हामी सबै मिलेर हातमा झोला भिरेर जाँदैछौँ सैलुङ घुम्नलाई धनराज सन्देश मिन तामाङ लोकेन्द्र मेनु यल सुनिता अशोक करुणा रेबिका सामुयल प्रकाश घतानी हामी सबै मिलेर हातमा झोला भिरेर जुन बुदाहरूले हामीलाई यहाँसम्म बाटो भुल्दै 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 लगिरहनु भयो। ठिक छ, बाटोको अवस्था यस्तो छैन, देख्न सक्छौँ बाटोको अवस्थालाई। एउटा हामी टर्निङ लिन्छौँ। आकाशलाई हेरौँ। हिँड्नु दाइ, हिँड्नु ए एकदम बाबा
ल फाइनल्ली हामी यहाँ छौँ हाम्रो दिदीहरू यहाँ हुनुहुन्छ जेन्जी पुस्ता हाम्रो दाइ यहाँ हुनुहुन्छ हाम्रो भाइ यहाँ छ दाइ यहाँ हुनुहुन्छ हाम्रो दाइ यहाँ हुनुहुन्छ फेरि हाम्रो दाइ यहाँ हुनुहुन्छ जोस ओभरअल सिन हेर्दा एकदमै सिनेमेटिक देख्न सकिन्छ क्यामेराले लिन नसके पनि हाम्रो आँखाले एकदमै सोलिड कुराहरू देखिरहेको छ है त ल अब हाम्रो सम्मेलदा त्यहाँ बस्दाखेरि अब हामी देख्न सक्छौँ यसरी हेर्दाखेरि त्यो साइडमा एकदमै हाम्रो मेन पोइन्ट भनेको चाहिँ त्यो गुम्बा एरियासम्म पुग्ने हो अनि उहाँले पनि एउटा तस्बिरहरू लिइराख्नु भएको छ है त डर लाग्यो ल हामी चाहिँ यहाँसम्म पुग्यौँ अब यहाँबाट हामी जाँदै गर्दाखेरि त्यो पाहाडसम्म हामी पुग्छौँ नै जस मान्छेहरूको आउने जाने भिड प्रशस्त देख्न सक्छौँ तल्खा सैलुङ अगाडि बसिरहेको छ जोस यो डाँडा चाहिँ एकदमै सोलिड खालको देख्न सकिन्छ भाइहरू पनि अगाडि जाँदैछन् जेस हामी अघि बढ्दैछौँ ल हेर आयो सब आइपुग्यो ल सपना भन्ने सपनैबाट उठ्यो भर्खर इमिने लाग्यो हेर न ऊ कहाँ छिरिरहेको छ क्या अक्क ल धन्यवाद आइपुग्नु भएको छ बधाई छ तपाईँलाई है यो केटो चाहिँ हो क्या यो केटो बिजो भएर आइपुगेको चाहिँ हाम्रोमा आज है बजार चाहिँ बजारनिर छ है फेरि हामी ठ्याक्कै 6 बजी हिँडेको राति 6 बजी आइपुग्यो 12 घन्टा चाहिँ ठ्याक्कै लाग्दो रहेछ 2 बजेर 2 बजे हाम्रो आफ्नै गाडीमा आएर पनि भ्याइएन बहिनीले जुत्ता एकजना बहिनीले जुत्ता हराएर